ओके, प्रणाम सबैजनालाई। मेरो नाम चाहिँ स्ट्रमेन रिजाल र हालसालै चाहिँ मैले चाहिँ इमोसनल इन्टेलिजेन्स भन्ने एउटा मोड्युल लिएको थिएँ, जुन चाहिँ सागर सत्यलाईले पढाउनु भएको थियो। र यस मोड्युलबाट मैले सिकेका कुराहरू चाहिँ मैले मेरो प्रोफेसनल लाइफ र पर्सनल लाइफमा पनि धेरै युज गर्न सक्छु जस्तो फिल हुन्छ मलाई अहिले चाहिँ। मेन चाहिँ यो मोडलबाट मैले सिकेको भनेको चाहिँ निड्सहरू चाहिँ युनिभर्सल हुन्छ र सबै मान्छेले एक्सन चाहिँ आफ्नो त्यो निड पुरा गर्न गइरहेको हुन्छ भन्ने कुरा चाहिँ मैले सिकेँ। अर्को भनेको चाहिँ हामीले स्टिमुलस र स्टोरीलाई चाहिँ कसरी छुट्याउने है, अनि त्यसै गरी आफ्नो वास्तविक फिलिङको पहिचान कसरी गर्ने र त्यसपछि आफ्नो निड बुझेर चाहिँ अरूलाई ब्लेम गर्नुको सट्टा क्लियर रिक्वेस्ट प्रपर रिक्वेस्ट चाहिँ कसरी राख्ने भन्ने कुराहरू चाहिँ सिकेको छु। र यसलाई मैले मेरो टिचिङ एक्सपिरियन्ससँग जोड्नु पर्दाखेरि चाहिँ फर्स्टमा पढाउँदाखेरि क्लासमा के हुन्थ्यो भन्दाखेरि नयाँ कन्टेक्स्ट पढाइरहेको हुन्छु मैले, अनि त्यतिखेर चाहिँ बच्चाहरू अलिकता टपिकभन्दा बाहिर गइदिने होइन, अनि अलिक ठुल्ठुलोले कराउने, अनि त्यसले गर्दाखेरि चाहिँ मलाई एकदम धेरै रिस पनि उठिरहेको हुन्थ्यो। किन भन्दाखेरि मलाई त्यो पढाइरहेको बेलामा एटेन्सन चाहिरहेको हुन्थ्यो है। अब यो मोडलबाट चाहिँ मैले पहिला अलरेडी पनि लिइसकेको भएको कारणले गर्दाखेरि चाहिँ अब यो बिहेभियरलाई चाहिँ मैले प्रब्लमको रूपमा पनि हेरेँ फर्स्टमा चाहिँ। अब मलाई फर्स्टमा के लाग्थ्यो भन्दाखेरि यिनीहरूले मलाई रेस्पेक्ट गर्दैन होइन, त्यसै गरी यिनीहरूलाई चाहिँ पढ्नै मन छैन भन्ने जस्तो फिल हुन्थ्यो। र अब यसमा चाहिँ स्टिमुलस के हो भन्दाखेरि के रहेछ भन्दाखेरि मैले पढाइरहेको बेलामा उनीहरूले हल्ला गर्ने त्यो स्टिमुलस भयो। तर स्टोरी चाहिँ के हो भन्दाखेरि उनीहरूले मलाई रेस्पेक्टै गर्दैन होइन, त्यसै गरेर उनीहरूलाई चाहिँ पढ्नै मन लाग्दैन भन्ने मैले एउटा स्टोरी बनाइराखेको रहेछु। अब मलाई त्यतिखेर एटेन्सन चाहिरहेको थियो होइन, त्यो निड मेरो लागि थियो, तर मैले चाहिँ त्यो बच्चाहरूको पनि केही निड होला भन्ने चाहिँ बुझाइ चाहिँ इमोसनल इन्टेलिजेन्सबाटै प्राप्त हुन्छ है, प्राप्त भयो। अनि त्यो डिस्ट्रप्टिभ बिहेभियर किन गरिरहेछन्, उनीहरूको निड के छ, तर त्यसको मतलब यो होइन कि मैले डिस्ट्रप्टिभ बिहेभियरलाई चाहिँ अझै प्रोत्साहन स्वीकार गरौँ होइन। अब तर त्यो बिहेभियरलाई चाहिँ मैले तुरुन्तै जज नगरिकन चाहिँ अब त्यसलाई बुझेर रेस्पोन्ड गर्न चाहिँ मैले सिकेको हो इमोसनल इन्टेलिजेन्सको मोड्युलबाट। र अब यसमा चाहिँ मैले जुन चाहिँ भनेँ अघि नै स्टिमुलस र स्टोरीको बारेमा, अब जस्तै मैले मेरो फिलिङ बुझिसकेपछि मैले क्लियर रिक्वेस्ट राख्न सक्छु नि त। फर इक्जाम्पल यस्तो नभनिकन, जस्तै तिमीहरूले मलाई रेस्पेक्ट गर्दैनौ, जहिले हल्ला गर्छौ भन्नुभन्दा पनि मलाई चाहिँ अलिकता हजुरले के अरे हल्ला गर्नुभयो, डिस्टर्ब भइरहेछ, मलाई यो नयाँ कन्सेप्ट बुझाउन हजुरहरूको एटेन्सन चाहिरहेछ, त्यही भएर चाहिँ मलाई 5 मिनटको लागि चाहिँ सुनिदिनु होला र त्यसपछि चाहिँ हामी छलफल गर्न सक्छौँ भनेर क्लियर रिक्वेस्ट राख्न सक्छौँ है। अनि त्यो चाहिँ मेरो टिचिङ एक्सपिरियन्सको भयो। र फाइनली यो मोडुलबाट चाहिँ मैले बुझेको कुरा भनेको चाहिँ हरेक सिचुएसनमा चाहिँ ब्लेम गर्न आवश्यक छैन है। हामीले चाहिँ हरेक घटनामा चाहिँ आफ्नो स्टोरी फिलिङ र निडलाई छुट्याउन सक्नुपर्छ, र त्यो छुट्याउन सक्यो भने चाहिँ हामीले रेस्पोन्स दिने चाहिँ अलिकति कन्सियस र रेस्पेक्टफुल हुन जान्छ। र फाइनली मैले भन्नुपर्दाखेरि चाहिँ अरूको मानिसको बिहेभियर जहिले पनि आफ्नो कन्ट्रोलमा हुन सक्दैन, तर आफ्नो फिलिङ आफ्नो निडलाई बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई कसरी रेस्पोन्स गर्ने होइन, कसरी व्यवस्थापन गर्ने भन्ने सिक्छौँ। यही कुराहरूलाई चाहिँ मैले अब अझै मेरो पर्सनल प्रोफेसनल र कम्युनिटी लाइफमा पनि प्रयोग गर्नेछु। हस्, धन्यवाद।